अनि पुरै अनि के हो भ्यालेन्टाइन डे लाएर रेड ड्रेस हो पुरै दाइ त हो अन्त केटीलाई लाग्दैन उहाँलाई लाग्दो रहेछ फेरि त्यही त भनेको आमामा पुरै कोही न कोही आयो भने जालमा पारिहाल्छु भनेर कि पुरै रेड ड्रेस चल्काएर जुटो परे हामी लप्स हाम्रो जुटो परे हामी मानिन्न यस्ता भ्यालेन्टाइन डे जुठा परेको छ अरे तपाईँको एकजना मात्रै हो र जुठा पर्नु न यहाँ सन्दिपाले उता पो जुठा परे त अरू त परे होइन छैन त। बिपे बिपे अघि त आज त किस डे रे सम्झिनाजी भनेको त आउनुहोस् धरानतिर किस डे यहाँ सुक्खा भइसक्यो उठरे थ्याङ्क यू दा ल आयो मेरो चाहिँ आयो है नि खोइ त अनि मेरो नि फुटिसक्यो त यसो तेल सेल लगाइदेऊ न के भएको यार सम्झिने त्यस्तो पाप बोल्न हुन्न भनेको तपाईँले मलाई सम्झिन छोड्नुहुन्छ होला त्यसरी पोल नलाउनु न हो लास्ट त्यो त मैले तपाईँलाई सुटुक्कै भनेको पो त यार आउनु रबिन दाइ यता धरानतिरको धरानतिरको त बबाल हो नि फेरि धानतिर जाऊँ त मलाई धराने बुङ्गन मनपर्छ साइनाजी नै मनपर्छ उस्तै उस्तै आउनु न के छ अरे केरीमा कमी चाहिँ वान पिस लाएर आऊँ कि साडी लाएर आऊँ तपाईँलाई रिसिभ गर्न आउँदा जालीवाला कोटला राम जालीबाट कस्तो यो बट्टाबट्टीहरू के भएको जालीवाला कट्टु त त्यो हामी दुईजना रुममा हुँदा पो लाउँछु त क्या दुनियाँलाई देखाउँछु त अनि तपाईँको फेरि हो त्यो जालीवाला त्यो घन्टीवाला ल्याइदिनु ल ठ्याङ ठ्याङ त्यो के अरे मेजमा जिताउन अलिअलि हान्नु न मेजमा घन्टीवाला कस्तो हाँसु थियो होइन अन्त आमा सन्जी म चाहिँ सुन्न ओ बड्डा यसलाई नेटवाला कट्टु किनिदिनु रबिन दाई त्यो घन्टीवाला कट्टु छ नि अनि ठिक छ होइन अनि बाटोतिर हिँड्दा नि मान्छे त नि यसो गर्दै यहाँ चाल सुन्दै त पछि पछि आउँछ होला त बजेपछि त छोरी मान्छे त अब हिँड्दै हो होइन त्यो चाहिँ कस्तो मान्छेले लाउने त्यो त लुतीहरूले लाउने कि हामी जस्तोको त भित्र चेपी जान्छ त्यो त त्यो हड्डी ठ्याक्क हड्डी भएकोलाई मात्रै होला कि मैले पहिला 2-3 किनेको भित्रै चेपी जान्छ त पासिन्छ ला भागेको ए भयो नबोले त के उमेर घट्या हो र उमेर बढ्या हो किन भन्छन् के त्यसलाई के दर्ता भन्छन् के किन भाग्या मृत्यु दर्ता म्याकुरी यो अचेतले मलाई मृत्यु दर्ता भन्छ यार सम्धी हेर्नु ल म एउटा गीतमा म डान्स गरिदिन्छु ल ल आज हामी मुर्रा बसी नाचेको हेरौँ भन्नु पो मुर्रा त पाए त तपाईँले नि कहाँ अनि मुर्रा भन्छ त अनि मेम्बरसिप हाल्नु त गाइस हजुर गाइस 1 2 3 मा कोही छैन बडा उडी उडी चुप्पा हान्न त मलाई के यार यस्तो त मलाई उडी उडी चुप्पा बड्डाले मात्रै खाइरहेछ देखे तमलाले मलाई तुमीले म दिउली भनिखेन ओरपर कि हुनेलाई दिन लाग्यो तमलाले मलाई कोही दिन लागेन के तपाईँले अहिलेसम्म मुर्रा बेसी नाचेहरू देख्नु भएको छ छैन भने हेर्नुहोस् मुर्रा बेसी नाच्या धरानतिर धारेन बुङ्रेसर नाच्छन् फरक यति हो
बुङ्गुरले 4 हात टेक्छ उहाँले उभिएर नाच्नु भएको ए भयो कि भयो 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 एउटा गीत पर्खेको नाचेको होइन मान्छेलाई उहाँ भेलेन्टाइन ला उसले तिज ला यार यही एउटा पुरेको हौ, मैले नाचेको होइन एउटा देखेँ। पुरेको ठुलै मान्छे नाच्छु बोयफ्रेन्ड गयो त मेरो नेपालको जुलियाना त्यसै नभन्दो रहेछन् बोयफ्रेन्ड गयो त मेरो भैँसी हेर्न गयो भैँसी नै भयो भने बोयफ्रेन्ड पाउँदैन भैँसीले बोयफ्रेन्ड पाउँदैन ओ बड्डा तँलाई मुर्रा मन पर्दछ कि अरू मन पर्दछ भैँसीको त झन् कति धेरै हुन्छ कति एक वर्षमा ब्याउँछ के मन पर्छ अरे? वर्षै पछि बोयफ्रेन्ड के मन पर्दो अरे अब मलाई कोही मन पर्दैन यार कहाँ हो डाक्टरले के भन्छ तमीसँग बिहा गर्नु भन्छ छाउ भएको अवश्य दाउको बिहा छु ठाउँ जिन्दगीभर हिँड्ने हो र हाँ? छाउ त अब भोलिको पाल सम्झी म तपाईँलाई आइडिया दिन्छु कि त्यस्तो छाउ भयो बेला पानी नुहाउनु जाने नुहाउनु जाँदाखेरि नै छाउ साउ हटाइन्छ लाजै म त गएँ यार कस्तो हो र तपाईँले बोल्दा हुने अनि नै मेरो त ढाड दुख्छ यार हुँदैन त्यस्तो ढाड किन दुख्छ ओए अरे के भनेको त्यस्तो ओए एभ्रीवान के भनेको ढाड दुख्छ मतलब मान्छेहरूले हेर्दा 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 मात्र सोझो हुँदो रहेछ भित्र त आमामा यस्तो रहेछ नि त हौ, यस्तो के भित्र यस्तै भित्र? रहेछ त हौ। के को भित्र भित्र हेर्दा खेर्दा मान्छे चस्मा लगाएर पुरा महात्मा गान्धी जस्तो भइसक्यो अन्त महात्मा गान्धी जान्छ। भन्नु न हाँ? मान्छे त एक नम्बरको च्याङ्ला छ नि च्याङ्ला सुदूरपश्चिमेली त कम्पाटी च्याङ्ला रहेछ हौ, आमामा, पश्चिमी हो नि त, ढाड दुख्छ पश्चिमी अरे हौ। फेरि। साइड लाउँछ हामी साइड अनि त्यो टाइममा उसले त्यही छाउ भाबीलाई ढाड दुख्छ भन्नु भनेको तिमीहरूको सोच्ने उल्टो छ पूर्वेलीहरूको दिमाग ज्यादै चल्यो जस्तो छ फेरि। तम्रो दिमाग झिक्कै चले आएको छ तमी तमी झिकेन बोला तमी झिकेन बोला का तमी झिक्कै बोला म गयो यार मान्छे लास सोधिरहेछ कहाँ गयो तिमी कहाँ ल जाँदा म जान्छु ल आज ल बाई सम्झिने ल बिबे उता पञ्चन गेम खेल्न अलिक कडा कडा खेल्न ल ल ल ल तिमी त सम्झिने म गएँ ल बुढासँग मात्रै खेल्दैछौ देखे भुइसरी ल असिना म गएँ ल बाई बाई ल सम्झिनु नाच्नु भोटिङ बोलाऊ ल एकछिन मोबाइल यहाँ हेर्नुपर्छ टक्क मोबाइलबाट कन्ट्याक्ट आज धेरै दिन भयो हौ पनिसमेन्ट कडा कडा नखेलेको यार बाटोमा गएर सुत्न मन लागिरहेको थियो भेलेन्टाइन डे भन्दैमा कत्तिकै फोन गर्ने केही होइन भ्यालेन्टाइन डेमा त बाटोमा कसैले गएर पाटा सुत्ने। खुट्टा बेला किन राम्रो गर्ने क्या छौ कसले मलाई त्यस्तो नराम्रो गर्न आउनेको त म त फेरि भाँस दिन्छु पो झापातिर भोटिनीलाई- तपाईँलाई मोरङ झापातिरको काण्ड थाहा छैन टोक्ने लुस्ने भाँच्ने चलन चल्दैछ होइन अरूमा थाहा भयो नि तर त भैँसी माथिकै चढो के भन्थ्यो यार कसले यार भैँसी माथि चढे होइन टोकेर पुरै फेरि माटोकन त्यहाँ मान्छे बस्नु ड्राकुला गाइस सबैजनाले गएर भोटिङले जोइन भन्नु त गाइस रोबिन र मलाई गिलास गिलास ए फलानु फलानु मान्छेले गिलास अड्काएर भन्यो भने उतै झापातिर हो ए भैँसीलाई ब्लक गरेर भन्यो भने उतै होइन समाचार आउँछ। के? त्यो होइन के तपाईँको बाजे यतातिर त अस्ति त खै बुढाको टोक दिएछ बुढीले हस्पिटल लगेको कतै निकाल्दैछ ए मेरा बा लिपस्टिक किस डे भन्दैमा लिपस्टिक लाउनु पर्छ र यसरी चुप्पा दिन जानेर के तिमीलाई पनि कार्तिक लाहा कि भेलेन्टाइन लाहा भोटिङ यार जे हुन्छ पूर्वतिर हुन्छ यार
किन विपिनाले के टोकेर भ्या भन्छ कहिले खै कुञ्जले के श्रीमतीले श्रीमती कपडा टोकेर के भन्छ छ्या त्यस्ता गप्प टोकेर डिस्कस्टिङ सम्झना पनि रातमा पायो गाई उडेर चुप उ छोरी मान्छेले गर्न अन्त विपिनाले उसले बिउले भा गर्थ्यो भा तेरी बान्के हात तेरी भाँस हात ल एकजना बोलाऊ एकजना बोलाला खेलम कडा कडा वेलकम सफिका सिस्टर प्रेज द लर्ड म हिलो रबिन हिलो उहाँले हिलाउनु के नअप्सन है तेरी माटक हिलो पागल हिजो पुरा खुर्सानी थिचेर पुरा यहाँ र डङ्गी चप्पल हानेको त नाका ए तेरी भाँसी मिदार आगो बोले जस्तो भकार कतिको पोलो हेट यहाँ पोलो तर पिछाडादेखि हात धुवा निस्क्यो खामे जर्दिन छामे खामे के खेमे हो कुन चाहिँ भिडियोमा त पुरा तिम्रो बहिनीले अनि मेरो बा के भन्छ है बाबा भ्यालेन्टाइन डे भाइ के छ विचार एकदमै ठिक छ दाइ के छ हालखबर किस डेमा कसैले चुप्पा गर्नन् किस डेमा मोबाइलबाट त्यही बाघ युनिभर्स आएको ठाउँमै किस्टे सम्झेर हुन्छ बाघ युनिभर्स ओइ तँलाई ढाट्ने किन ढाट्ने र बाघ युनिभर्स होइन माछा गोर्ले माछा चाहिँ आएको भात खायो खाना भयो दाइ तपाईँको खाना भयो त खाइसके यार अनि के छ किस डेमा भोटिङ त पुरा तयारमा राखे त लिबिस लाएर अनि अब अब यो कुरा त यहाँ पो आयो त दुईजना उसले त मलाई दिँदै दिएन अन्त हेर्नु त रविन दाइ हामीलाई कोन से कल देखाएर हामीलाई पनि जुठो परे पो यो दुनियाँ भ्यालेन्टाइन डे जुठो परे हामीलाई यस्तो त थाप्दैन हामी त विवाहित मान्छेलाई कपडा खोल्छ बाउलाई हामी भोटिनी यो भिडियो कल होइन टिकटक लाग्यो भोटिनी यो टिकटक लाग्यो भिडियो कल होइन अलिक स्टप दिस ननसेन्स दादा मेरो त के भयो हातहरू काम्न थाल्यो त दादा हातहरू काम्न थाल्यो हो त्यतिकै कामदै उठ्छ एकचोटि तँलाई हेर्न मन लाग्छ होइन पक करेन्ट लागेछ त्यसलाई तलसम्मै खुट्टासम्म करेन्ट लाग्यो त घरको आयो हातबाट कुन खालको करेन्ट लागेको हो यो अर्कै खालको करेन्ट हो क्या केटा बुझ न करेन्ट होइन छारे रोग लाग जस्तो भयो के हो ए यसलाई करेन्ट लागेको थियो खै त उठ त कका करेन्ट राखेर त भनेको तपाईँ उता जानुभयो उठेर देखाइरहेको थियो यसले अरे यार यो भिडियो कल होइन भोटिनी भाइ टिकटक लाग्यो प्लिज मैले लुगा खोल्न नपाउने दाइ मलाई यहाँ कस्तो त्यो भयो मलाई अब यहाँ फिल्ममा मन पऱ्यो गेम खेल्नु भनेर नि लुगा कुद मलाई देख्ने बित्तिकै यता लुगा खोल्यौ तिमी आज लुगा खोल्ला भोलि अर्कै खोल्ला टिकटक रन्नु पार्को यो इट्स अ फ्यामिली सो टिकटक प्लिज स्टप दिस ननसेन्स होइन छोडिँदै ठिकै छ म खुसी छु दाइ म खुसी छु त राम्री मान्छे इसारा गरेर खुसी भइहाल्छ भोटिनी जस्तो मान्छेले बाल दिइरह अनि खुसी भइहाल्छ नि भ्यालेन्टाइन डेमा हामीलाई पो कल दिन्छ र बाल बिबेला र म के बनाउँथी तपाईँले पनि मेरो जस्तो आइलाग्नु पर्ने उहाँ बाबा भनेको थाहा छैन बधाई छ फाइनल्ली छोरी पाएछ हामीलाई एले बिहा गरिदियो तिमीलाई दर्शकले बाबा छोरीले बाबा भन्दै सिधै भोटिनी के हो कुरो सुन्न रविन दाइ जोडी पाए कसैको जोडी भएर छुटे मलाई त घरिघरि यस्तो गालामा हात राख्छु किन ठिक्क मेरो जिन्दगी जस्तो लाग्छ हो जनगणना गर्न जस्तो लाग्दैन घरिघरि भ्यालेन्टाइन डे
मायामा जन्मेर के काम हो होइन जब माया गर्ने एउटा केही छैन यार एउटा कुकुर पनि छैन साँच्चै यसो भन्नु गर यार काठमाडौँ जाऊ एउटा रुम लिएर अनि त्यहाँ गएर बस यार। काठमाडौँ जाऊ अरू मान्छे रुम लिएर कता कता रिल्याक्स गर्छन् तिमीले रुम ल्याऊ अनि रोएर बस्छौ। त्यही त भनेको यार मान्छे ट्रेन जन्मेको दिनमा यस्तो माया गर्ने हुन्छ माया माया भन्छन् खोइ माया रियल लाइफमा त अनुहार त अच्छा खासा छ नि किन पनाउँछ ला कुन चाहिँ केटा हेरेन पनौती लाग्यो दाइ खै त्यस्तो नराम्रो मान्छे होइन त्यही त भनेको पनौती लाग्यो यार आज भोटिनी अब क्रिस्चियनमा कसरी तिमीलाई चुपादैन दिइसक्यो दिनुभयो धेरै माया गर्ने मान्छेहरू हुनुहुन्छ तिमी फायर त्यसो भए भोटी नि तर म आज एक्लै एक्लै सुत्नु पर्छ ल किन ओए किन भरे फेरि किस गरे नि गरे अर्कै टोक्न गयो भने तेरी बहन की मेगा काट बैक तेरा तिमीले अति गरेर बोल्के फेला भयो ओए तेरा त आफ्नो बारके भयो पछाड यार होइन भन्नु खोजेको कान टोक्न गयो भने नाक टोक्दै भन्यो नि माको टुप्पो यो पागल भोटिनी पनि थक लागिदिन्छ यार थकलाई के मेला बो ल ल गेमको बारेमा कुरा गर्न पर्छ गेम ल के छ पुनिसन के हो